पोखरामा भएको पिकनिकको घटना सोशल मिडियामा धेरै नै भाइरल भएको छ। त्यसमा नेपाल र नेपालीहरूलाई धेरै माया गर्ने विदेशको नजरबाट मेरो विचार तपाईहरुसँग भर्न चाहन्छु। नमस्ते, मेरो नाम के हो? म नेपाली बोल्ने जापानिज हो। अहिले नेपालमा विदेशी युट्युबर द लास्ट जोइले बनाएको भिडियो धेरै भाइरल भएको छ। त्यो भिडियोमा देखिएको मान्छेले भनेको कुराहरू मैले राम्रो नराम्रो त्यो जोक हो भनेर भन्दिन। कति धेरै इन्फ्लुएन्सरले चाहिँ देशको बेइज्जत गर्यो भन्नेवाला भिडियो पनि बनाउनु भएको छ। यसमा मेरो आफ्नो विचार भन्न चाहन्छु। विदेशी मान्छे नेपालमा आएर राम्रो नराम्रो अनुभव दुईटै गर्छन्। त्यो कुरा सब नेपाली मान्छेहरूले गरेको व्यवहार देखेर हो। नेपालमा भाइरल नभएको केस चाहिँ जापानको ट्राभल युट्युबर ओसादाजी नेपालमा जाँदा एकजना व्यक्ति जबरजस्ती गाइड गरेर गाइडले धेरै सामान मागेको केस पनि थियो। यस्तै नराम्रो अनुभव पाइएको मान्छेहरू धेरै नै हुनुहुन्छ। मेरो पनि राम्रो र नराम्रो अनुभवहरू धेरै छन्। कति धेरै नेपाली मान्छेहरूले म प्रति राम्रो व्यवहार गर्नुभएको छ। साथीहरूले म नेपालमा आउँदा घरमा पाहुना सम्झेर बसाउनु भएको र मिठो खाना दिनुभएको छ। साथै कति धेरै कुरामा सहयोग पनि गर्नुभएको छ। जस्तै कुटुम्बको साथीहरू, साबिन्दाहरू, नेपथ्यको अमृतजीहरूले पनि म नेपालमा जाँदा मलाई पाहुना सम्झेर एकदम राम्रो व्यवहार गर्नुभएको छ। यो कुरा चाहिँ म टिकटकमा भाइरल हुनुभन्दा अगाडिदेखिको कुरा हो। तर मैले नराम्रो अनुभवहरू पनि पाएको छु। नेपालमा विदेशी आयो भनेर धोका दिनेहरू पनि हुन्छन्। यही सोसियल मिडियामा पनि नराम्रो शब्द प्रयोग गरेर कमेन्ट गर्नेहरू धेरै छन्। कि यो नेपाली नै हो भनेर मान्छेहरूले मेरो भाषा पूर्ण गरेको मेहनतलाई सम्मान नगर्नु भएको उदाहरण धेरै छ। मैले बनाएको भिडियो डाउनलोड गरेर आफ्नो पेजमा राख्ने मान्छेहरू पनि छन्। यो सब सोसियल मिडियामा हुने कुराहरू भनेर खासै मतलब गर्दिन। यसमा म के भन्न चाहन्छु भने आफूले गर्ने कुराहरू, बोल्ने कुराहरू राम्रो छ कि छैन भनेर अगाडि नै सोच्नुपर्छ। साथै आफूले गर्दै गर्दा अरूलाई असर गर्छ गर्दैन त्यो पनि सोच्नुपर्छ। मान्छे भएपछि कति धेरै मिस्टेक हुन्छ। मैले धेरै मिस्टेक गरेको छु। तर अरूलाई नराम्रो भन्ने काम चाहिँ नगरौँ। त्यो भाइरल भिडियोमा बोल्नु भएको मान्छेलाई नराम्रो भनेर त्यही भिडियोको कमेन्टमा नि नराम्रो लेख्नु भयो भने तपाईँ पनि नराम्रो भन्नुहुन्छ। आज यो भिडियो चाहिँ बनाउनुभन्दा अगाडि एकदम धेरै नै सोचेको हो। सायद यो भिडियोमा एकदम नराम्रो कमेन्ट आउँछ भनेर डर पनि लागेको छ। नेपाल र नेपाललाई माया गर्ने एकजना विदेशीको विचार पनि हजुरहरूले सुनाउनु पर्छ भनेर बनाएको हो। अन्तिमसम्म यो भिडियो हेर्नु भएकोमा धेरै धन्यवाद। सबजना फलो, लाइक, सेयर गरिदिनुहोस्। धन्यवाद। नमस्ते।